हेलो हेलो नमस्ते नमस्ते। आज चाहिँ हाम्रो दिदीले इस्कुसको मन्टा टिप्दै हुनुहुन्छ। आज इस्कुसको मन्टा खाने भनेर दिदीले टिप्दै हुनुहुन्छ। मेरो मिनी भ्लगमा हजुरलाई स्वागत छ। ल दिदी भन्नुहोस्, फर्सीको मुन्टा कस्तो लाग्छ? फर्सीको मुन्टा हैन, इस्कुसको मुन्टा बिर्सिन्छु के। फर्सीको मुन्टा भन्दा पनि मिठो हुन्छ यो, थाहा छ? यति मिठो हुन्छ झन् हामीले त आफै बारीमा फलाएर आफ्नै करेछ बारीमा फलेको खाँदाखेरि त। भाइ गाइजहरु कोलाई मन पर्छ इस्कुसको मुन्टा खबर गरौँ है, हामीले टिपेर पठाइदिन्छौँ हजुरहरूलाई। हेर्नु त यति मिठो छ, कलिलो भर्खर आफै भर्खरै खाउँ जस्तो एकचोटि खाएर देखाइदिनुहोस् न। खाम पकाएर खाम लगेर है। अनि अप्ठ्यारो रहेछ कि टिप्न। मैले माथि गएर टिपिदिन्छु, यता अब उहाँबाट चढेर अन्त यसरी टिपिसकेपछि आफै आफ्नै करेसा बारीमा फलेको। पाउन त यो बजारमा पनि पाउँछ, तर यस्तो पाउँदैन, यस्तो मिठो हुँदैन नि त। अब कति दिन टिपेर राखेको हुन्छ, हामीले त आफै हाम्रो करेसा बारीमा धतुरो भन्ने थाहा छैन। यो धतुरोमा पतेरा पनि छ, खुर्सानीको बोट। त्यो डल्ले खुर्सानीको बोट थाहा छ? डल्ले खुर्सानी, तर खुर्सानी त छैन है, पात मात्रै छ, अझै फलेको छैन। भाइ मन पर्नेलाई भाइ भन्नुहोस्, हाम्रो भाइले जहाँ भने त्यही पुऱ्याइदिन्छ। होम डेलिभरीको व्यवस्था पनि छ। चार्ज चाहिँ 100 रुपियाँ लाग्छ। अनि टाढा भयो भने त अलि फर्सीको मुन्टा 30 रुपियाँ मुठा, अनि चार्ज होइन इस्कुसको मुन्टा इस्कुसको मुन्टा चाहिँ 30 रुपियाँ पर्छ एक मुठाको, तर चार्ज चाहिँ 100 रुपियाँ लाग्छ। धेरै पनि लाग्दैन है। त्यो माथि माथि चाहिँ अलि धेरै छ कि माथि चाहिँ अब माथि चढ्नु पर्छ नि त। माथि माथि जानुपर्छ। तर फर्सीको मुन्टा भन्दा पनि मिठो हुन्छ कि, यति मिठो हुन्छ कि यो। ल अब हाम्रो भाइ माथि जाँदैछ इस्कुसको मुन्टा टिप्नको लागि। चप्पल झऱ्यो ला, पर्सै झऱ्यो अहिले चाहिँ। फर्सी होइन इस्कुस। त्यो पाकेपछि टिप्न पर्छ ल, पाकेपछि। तर पाकेको कस्तो मिठो हुन्छ नि। हो मैले खाएको छु के पाकेको। होइन त यसरी टिपेर खाँदा त साह्रै मिठो हुन्छ। मासुमा भन्दा नि यो त यतिकै मिठो, यतिकै भुट्दा नि मिठो हुन्छ कि। केही राख्नु हुँदैन यसमा, सादा होइन, नुन बेसार त राख्नु पऱ्यो, तेल राख्नु पऱ्यो, यसो अलिअलि पड्काउने। अब खुर्सानी भयो, जिरा भयो, अलिअलि पड्काउने, अनि त्यसपछि पर भुट्ने, त्यसपछि त खाना त। अलिकति यहाँ छ। आजको लागि भोलि फेरि अर्को लिएर आउँछौँ। सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला। बिचमा के छौ? धन्यवाद।